आउनुहोस् साथीहरू, तपाईँ बोर मान्नुभयो होला हाम्रो बारीतिर। हाम्रो बारीमा चाहिँ हेर्नुहोस् साथीहरू, यहाँ यस्तो यस्तो रोप्या छौँ। आज चाहिँ ड्युटी नगएको भएर बोर लाएर बारीतिर नै बस्न पऱ्यो भनेर चाहिँ बारीतिर आएका छौँ साथीहरू। बारीमा चाहिँ यहाँ हेर्नु नि, खोर्सानी, सबै खोर्सानी तलतिर फर्किन्छ। यी चाहिँ किन आकाशतिर फर्केका छन्? यो चाहिँ चम्की चम्की आकाशतिर फर्केको छ। पिरो होला सायद यो खोर्सानी। यसलाई भन्छन् चिप्ली भेडी साथीहरू। तपाईँहरूले यो खानुभएको छ साथीहरू? यो भनेको चाहिँ वर्षको 2 चोटि खानुपर्छ भन्छ। यसलाई चाहिँ कर्कलो भन्छ। र यी सयपत्री फुल पनि एउटा फलेको रहेछ। अघि भेटिनँ मैले पूजा गर्नलाई। यो चाहिँ हुन् के अरे, यो के होला? यो पो कस्तो राम्रोसँग गमलामा फलेछ त। ठुलो झाडी छ साथीहरू। म त बारीको भित्र छिरेको छु त। ल हेर्नु, यहाँ फलेको छपक्कै। कहिले खाइसक्नु त? ल काँक्रो पनि फलेको थियो। काँक्रो चाहिँ यहाँ मृगले आएर खाएछ। यो एउटा बाँकी रहेछ। यता त तपाईँहरूलाई म फर्सी पनि देखाउँछु। तपाईँहरूलाई फर्सी चाहिँ कतिको मनपर्छ? यहाँ कहाँ फलिरहेको थियो फर्सी? गाह्रो छ नि यहाँ त तरकारीहरू जोगाउन पनि। यति धेरै मृगहरू आउँछ कि। खै कता फलेको थियो फर्सी? यो मकै चाहिँ फेरि हेर्नुपर्छ। धरहरा जस्तै अग्लो भाइ। यसरी चाहिँ हामीले यसो अलिअलि तरकारी सरकारी लाएर चाहिँ नेपालको याद, नेपालको मायाहरूलाई चाहिँ यसरी समेटिरहेका छौँ है। हेर्नुहोस् न, गोलभेडा पनि फलेको छ। मैले तपाईँहरूलाई फर्सी देखाउन खोजिरहेको अघिदेखि। फर्सी चाहिँ मैले देख्न छोडिँ। कहाँनिर छ त? पक्का यतातिर छ। हे गोलभेडाहरू के भयो? पानीले खाएको हो कि? फल्न त फल्या छ टन्नै। ए गोलभेडा फर्सीमा आयो त कत्रो भए रहेछ त हो। छिपिसक्यो क्या हो? ल हेर्नु यहाँ फर्सीमा आयो। यसपालि त हाम्रो बारीमा फर्सी पनि फल्दैन जस्तो छ भन्ने भिडियो बनाएको थिएँ साथीहरू अस्ति न। तर फल्यो त। यस्तै छ। केही छिनको रमाइलो टाइम पास, मेन्टली फ्रेसको लागि चाहिँ यस्ता बोट बिरुवाहरू सिमीदेखि लिएर सबै छन् साथीहरू। नभए फेरि के पनि छैन। यस्तो भाइ बारीको हालत। अब यो धेरै होइन, यो सेप्टेम्बरभरि मात्रै हो साथी हो। अक्टोबर नोभेम्बर पछि चाहिँ चिसो बढ्छ। यी त सबै चिसोले मर्छ। हिउँ पर्छ, हिउँले खान्छ। यस्तै छ बारीहरू साथीहरू। यी मुन्टाहरू पनि मिठै हुन्छ साथीहरू। यो मुन्टाहरू पनि खाइरहेको छौँ हामीले। यस्तै छ। तर काँक्रोहरू चाहिँ सबै सकिएछ जस्तो छ। काँक्रो पनि टन्नै फलेको थियो। दसैँलाई चाहिने फुल पनि चपक्कै रोपेको हो। वाह, यो खोर्सानी चाहिँ कस्तो रह्यो होला? कसले रोप्या? यो माथि माथि छ त। हेर्नु त, लामखुट्टेले टोकेर माथि राख्दा सो आउँछ कि है? 2टा जति, 2-3टा। यो हुरिया झर्छ त? यो त झर्छ त, भैँमै रह त। यी चाहिँ हुन् सूर्यमुखी। यसलाई भन्छन् सनफ्लावर। गोलभेडा यो पानीले यहाँ त खाइसक्यो। यस्तो न यस्तै छ साथी बारीको हाम्रो यात्रा साथीहरू। तपाईँहरू के गर्दै हुनुहुन्छ त? यदि फ्री हुनुहुन्छ भने यसो भिडियोलाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नभुल्नु होला है त। यस्तै छ साथीहरूलाई। साथीहरू आउनु घुमौँ आज हाम्रो बारीतिर। यी चाहिँ हाम्रो बारी साथीहरू। यी बारीमा त हेर्नुहोस् न, यहाँ खुर्सानी फलिरहेको छ। यो खुर्सानी किन माथि माथि फलेको छ? यस्तो छ।
यो चाहिँ हाम्रो तिहारलाई चाहिने गोदावरी फुल साथीहरू। यो पनि मजाले रोपेछ साथीहरू। यी चाहिँ हुन् मकै, मकै माया। यसलाई पोलेर खाने कि उसिनेर खाने कि काँचै खाने कि के गरी खाँदा चाहिँ मिठो हुन्छ होला त। आज नागपञ्चमीको दिन यो एउटालाई चाहिँ लिएर नागदेवतालाई चढाउन पर्यो भनेर सोचिरहेको छु साथीहरू। बारीमा गएको हेर्नु, त्यहाँ चिलाएर कति हो यो चाहिँ यस्तो चिलाएको छ। तपाईँहरूलाई कस्तो लाग्यो साथी हाम्रो यी बारी, जुन बारीमा फलेका भेजिटेबलहरू मैले तपाईँलाई देखाएँ नि। यो मकै हेर्नु न कस्तो हेर्दै खम लाग्दो पोलेर हुन्छ कि कसरी हुन्छ है।